यहाँहरूलाई मैले आज बाँसको बिरुवाको बारेमा जानकारी गर्न लागिरहेको छु र यहाँले देख्न सक्नुहुन्छ यो बाँसको बिरुवा हो। यो चाहिँ हामीले पोली ब्यागमा राखेको बिरुवा छ। यो गत वर्ष तयार गरेको बिरुवा हो। बाँसको बिरुवा एकै वर्ष राखेर एकै वर्ष चाहिँ हुँदैन। त्यसो भएको हुनाले हामीले अर्को वर्षको निम्ति चाहिन्छ र अघिल्लो वर्ष तयार गरेको बिरुवा अहिले तपाईँले जेठको 15 देखि असार 15 सम्म यहाँले लाउन सक्नुहुन्छ। र यो बाँसको बिरुवा लाउँदा नेपालको जुनसुकै भूभागमा जुनसुकै ठाउँमा जहाँसुकै पनि लगाउन सक्नुहुन्छ। के पोली ब्यागको मात्रै बिरुवा लगाउने भन्ने कुरा हुनसक्छ, पर्दैन। तपाईँले भुइँमा राखेको खुल्ला बिरुवाहरू पनि लगाउन सक्नुहुन्छ। र बाँसको बिरुवा तयार गर्दा एउटा चाहिँ बिउबाट तयार गरिन्छ, एउटा चाहिँ कटिङबाट, हाँगा कटिङबाट पनि बिरुवा तयार गरिन्छ। किन त भन्दा बिउबाट तयार गरेको बिरुवा अलिकति समय तपाईँलाई ढिला हुन्छ, लाग्छ समय भनेको। यो 2 वर्ष बिरुवा यहाँहरूले सार्नुभयो भने 5 वर्षबाट मात्रै यसको आम्दानी लिन सक्नुहुन्छ र यसको आम्दानी यहाँले चाहिँ 100 वर्षसम्म निरन्तर लिइरहन सक्नुहुन्छ। बिउबाट लगाएको बिरुवाको, कटिङबाट लगाएको बिरुवाको चाहिँ के समस्या हुन्छ भने बाँसको माउरू फुल्यो भने तपाईँले लगाएको बिरुवा पनि फुल्छ। बाँस चाहिँ फुलिसकेपछि उसको जीवनचक्र सकिन्छ। उसको जीवनचक्र सकियो, अब हामीले रोपेको 3-4 वर्षमा चाहिँ बाँस फुलिदियो भएर उसको जीवनचक्र सकियो भने त हामीलाई घाटा पर्यो। त्यसो भएको हुनाले यहाँहरूले बिरुवा रोप्दाखेरि बाँसको बिउबाट तयार भएको बिरुवा लगाउन सक्नुहुन्छ। यो बाँसको बिरुवा चाहिँ हामीसँग कृषि वन बिउ बिजन केन्द्रमा बिउ पनि पाइन्छ र यो बिरुवा पनि पाइन्छ। यो बिरुवालाई कति पर्छ भन्ने यहाँलाई लाग्न सक्छ। यो तयारी यो अवस्थाको बिरुवालाई चाहिँ हामीले प्रति गोटा बिरुवाको 100 रुपियाँका दरले दिन्छौँ। र बाँस यहाँहरूले जस्तोसुकै ठाउँमा पनि लगाउन सक्नुहुन्छ, जुनसुकै ठाउँमा पनि लगाउन सक्नुहुन्छ। र बाँसको हलोदेखि बाहेक सबै कुरा बनाउन सकिन्छ भन्दै म यहाँहरूलाई चाहिँ बाँसको बिरुवा लिनको निम्ति नेपाल कृषि वन बिउ बिजन केन्द्र काठमाडौँ कोटेश्वर बालकुमारीको पुलसँगै रहेको संस्था वा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर 5 सूर्यकोटमा यहाँले सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क गर्दा कसलाई गर्ने, कहाँ गर्ने भन्ने यहाँलाई लाग्न सक्छ। 985111 59630 मा अथवा 9801237731 मा पनि यहाँले सम्पर्क गरेर आफूलाई आवश्यक परेको बिरुवा बेलैमा समयमा बुकिङ गर्न सक्नुहुन्छ। हामीसँग सीमित बिरुवा छ। हस्, नमस्ते।